यो 2 लाखको मालिक उहाँ नै हो 2 लाख कमाउने ल 2 लाखको मासु खान लाग्छौँ गाइज अब तातो ल ल दाजु के को मासु हो यो खोलाको माछा ओहो ल सेकुवा गर्नु पर्यो है सेकुवा गर्नुलाई हो खोलाको माछा सेकुवा गर्नु पर्यो खोलाको माछा खाउँ है खाने भयो आउनु पर्यो खबाङमा खबाङको माछा भन्दा त यो त करक छ तराङ तराङ भइसक्यो कत्रो लाग्छ अर्बिनियम बनाउने ट्रेनिङ गर्दैछु ब्यागर निकाल्दैछु यसको दाजु चाहिँ सेकुवामा एकदम पर्फेक्ट हुनुहुन्छ सेकुवा बनाउँदैछ सेकुवा खाने भए खोलाको माछा ढुङ्गे माछा है खोलाको माछा 4 खुट्टे माछा योलाई झन्डै अब बेच्यो भने झन्डै लाग्छ 1 लाख जति माथि पर्छ होला 1 लाख भन्दा माथि ल गाइस किन्ने कोही हुनुहुन्छ अनि एकदम फर्स्ट क्लास डेलिभरी हुन्छ है खोलाको माछा यही छ हाम्रो बगर भिटामिन ए क्याल्सियम कार्बोहाइड्रेट सबै पाउँछ है गाइस यसमा गरम पनि छ यो त्यही भएर यो महँगो हुन गएको हो गाइस अब खाने मान्छे तातो लाग्यो है अब योलाई यसरी सेकुवा गरिदिनु पऱ्यो क्या पाक्दैछ बिस्तारै योगा गर्दैछ पुरै खुट्टा क्रसिङ हालेर हात माथि हालेर पाक्दैछ मासु चलाएर रक्सी एक बोतल लिएर पस्काइदिउँ अब अलिक ठुलो बनाउनु पऱ्यो यो माछा अलिक ठुलो भयो कि पाकेको छैन हाम्रो दाजु यता हुनुहुन्छ है यो 2 लाखको मालिक उहाँ नै हो आफै ल अब के आफै खाने हो चाकम त्यही हो 2 लाखको मासु मासु